क्रिएटिभ मेकअप त मनपर्छ तर कसरी स्टार्ट गर्ने, कहाँबाट सुरु गर्ने भन्ने लाग्छ भने तपाईँहरूले एकदमै सही भिडियो हेर्दै हुनुहुन्छ। यो भिडियोमा चाहिँ म तपाईँहरूलाई 1 बाइ 1 एकदमै फुल स्टेप तपाईँहरूलाई म सिकाउने छु कसरी क्रिएट गर्ने हो क्रिएटिभ आई मेकअप, त्यो पनि एकदमै सजिलो वेमा। तपाईँहरूले जस्ट यसको मेथड चाहिँ थाहा हुनु पर्यो क्या, कस्तो तरिकाले गर्दाखेरि चाहिँ आफूलाई सजिलो हुन्छ भन्ने मेथड थाहा भयो भने तपाईँहरूले जुनै कलर पनि खेलाउन सक्नुहुन्छ क्या आफ्नो आँखामा। अब सुरुदेखिको त फेस प्रेपिङमै गयो होइन, तपाईँहरूलाई त्यो त थाहा हुनुपर्ने हो। अनि एकदमै हाइड्रेट हुनुपर्छ हाम्रो स्किन चाहिँ। त्यसको लागि चाहिँ मैले मोइस्चराइजर सनस्क्रिन लगाइसकेको छु। अनि एप्लाई गरेँ मैले आइब्रो एप्लाई गरेर चाहिँ मैले प्राइमर लगाएँ। प्राइमरलाई चाहिँ एकछिन सेट हुनु दिएँ अनि त्यसपछि लाग्न थालेँ म बेस बनाउन। आँखाको बेस बनाउनुको लागि चाहिँ कन्सिलर चाहिन्छ। कन्सिलर चाहिँ तपाईँहरूको स्किनभन्दा 1 सेड लाइटर चाहिन्छ। अनि त्यसलाई चाहिँ पाउडरले सेट गर्दाखेरि चाहिँ तपाईँको बेस एकदमै रेडी हुन्छ क्या, जुनै कलर पनि मजाले खेलाउन सक्नुहुन्छ। अनि मेरो इन्स्पो फोटो चाहिँ तपाईँहरूले माथि देखिहाल्नु भयो, तर त्यसलाई चाहिँ हल्का मैले मोडिफाई गरेर आफ्नै भर्जनमा निकालेको छु। तपाईँहरूलाई पनि मन पर्यो भने तपाईँले आफ्नो रोजेको कलरबाट आफै क्रिएटिभ लुक्सहरू निकाल्न सक्नुहुन्छ। यहाँ मैले के गर्दैछु भन्दाखेरि सुरुमा जुन कलर मलाई चाहिएको थियो त्यसलाई मैले थोरै एमाउन्टमा एप्लाई गरेँ, एक पार्टलाई हल्का ब्लेन्ड गरेँ। त्यसपछि फेरि अर्को कलरमा गएँ अनि अर्को कलरलाई त्यो सुरुको कलरसँग मर्ज गरिदिएँ, एकदमै मिलाइदिएँ हल्का हातले। एकदमै लाइट हुनुपर्छ है हाम्रो हात चाहिँ। अनि त्यसपछि फेरि अर्को कलर थपेँ, त्यसलाई पनि त्यसरी नै मिलाएँ एकअर्कासँग। अनि फेरि लास्टमा चाहिँ मैले येल्लो कलर लगाएको छु, तपाईँले देख्नुभयो होला। 4टा कलरबाट यो आई मेकअप निकालेको छु। सुरुमा चाहिँ हल्का भूत जस्तो देखिन्छ, तर बिस्तारै त्यसको चाहिँ रिजल्ट निक्लिँदै गएपछि एकदमै वाउ इफेक्ट आउन थाल्छ। तपाईँले देखि नै हाल्नुभयो होला। त्यो माथिको कट गर्नको लागि चाहिँ हल्का हातको प्र्याक्टिस हुनुपर्छ। अनि तपाईँले इनर कर्नरदेखिको लिएर बाहिर पनि निकाल्न सक्नुहुन्छ विङ्स भने बाहिरपट्टिको विङ्सबाट काट्दै इनर कर्नरमा नि लग्न सक्नुहुन्छ। त्यो लगिसकेपछि त्यसको पनि बेस व्हाइट कलरले मजाले रेडी पारिसकेर त्यसलाई नि पाउडरले सेट गरिसकेपछि फेरि अर्को कलर लगाउने तपाईँलाई मन परेको, जसरी मैले सुरुमा लगाएको थिएँ। फर्स्ट कलरदेखिको सेकेन्ड कलर जाँदाखेरि त्यो दुईटा कलर नै मर्ज हुनु पर्यो मजाले। त्यसपछि तेस्रो कलर पनि त्यसरी नै मिक्स हुनु पर्यो अनि कलर छुट्टिएर देखिनु भएन, एउटै ठाउँमा चाहिँ ब्लेन्ड भएको देख्नु पर्यो, मजाले रेम्बो इफेक्ट आएको देख्नु पर्यो क्या, अनि मात्र राम्रो देखिन्छ। अब यस्तो खतरनाक आई मेकअप गरिसकेपछि त फुल मेकअप त गर्नै पर्ने हुन्छ। त्यसको लागि चाहिँ एप्लाई गर्ने फाउन्डेसन अलरेडी प्राइमर सेट भइसकेको हुन्छ अनि हाम्रो चाहिँ बेस लगाउन चाहिँ रेडी हुन्छ छाला। त्यही भएर आफ्नो सेटको फाउन्डेसन एप्लाई गर्ने, त्यसपछि ब्लस अनि कन्ट्रोल गर्ने, अनि त्यसलाई चाहिँ सेट गर्ने पाउडरले। अनि त्यसपछि लिप लाइनर मैले चाहिँ एकदमै सिम्पल राखेँ लिप्सलाई, किनभने आँखालाई चाहिँ एकदमै ड्रामेटिक राखेको छु नि त। त्यही भएर हल्का त्यसलाई चाहिँ ब्यालेन्स होस् भनेर चाहिँ मैले लिप लाइनर मात्र लगाएँ ब्राउन सेडको। अनि त्यसमाथि हल्का ग्लस लगाइदिएँ अनि द्याट्स इट, मेरो फाइनल लुक चाहिँ रेडी भएको छ। ल्यासेस चाहिँ मैले लास्टमा मात्र एप्लाई गरेँ। सुरुमा चाहिँ यस्तो गाह्रो पर्छ नि मलाई ल्यासेस लगाउन, मलाई कस्तो रुनै मन लाग्छ। घरि टाँसिँदैन थियो, घरि हातैमा आउने है, घरि लगाउनै नसक्ने, लगाइसके पनि कस्तो अनकम्फर्टेबल हुने है, आँखाहरू कस्तो भइराख्ने क्या। त्यो भनेको चाहिँ सबै प्र्याक्टिस र अनि बानी रहेछ। अनि बानी भइसकेपछि चाहिँ जस्तो सुकै लगाउँदाखेरि पनि केही पनि नहुने रहेछ क्या। नत्र भने बानी भएन भने चाहिँ के भएको जस्तो खालके, आँखै छोपिएला जस्तो खालके हुने। अनि मलाई चाहिँ कस्तो अप्ठ्यारो लागिरहेको थियो क्या। अहिले त फेरि केही पनि हुँदैन त, किनभने त्यो चाहिँ बानी थिएछ। अनि अहिले चाहिँ लगाउनु पनि इजी लाग्छ, पहिलाको जस्तै चाहिँ हुँदैन। त्यही भएर पनि जे चिजमा नि कन्सिस्टेन्सी चाहिने रहेछ। मेरो फेस त रेडी भइसकेको थियो तर मेरो कपाल चाहिँ रेडी भएको थिएन। अनि त्यो चाहिँ च्यालेन्जिङ थियो क्या मेरो लागि, के गर्नु कसो गर्नु अब होइन। त्यो ब्याङ्क्स त के झार्नु पनि सकिँदैन, लुकाउनु पनि के कसरी लुकाउनु भन्ने सोचमा परिरहेको थिएँ। त्यतिखेर नै मेरो चाहिँ दिमागमा आयो ब्रेड्स बनाउँछु भनेर। अनि मसँग टाइम पनि थिएन क्या, लिटरली रात पर्न आँटिसकेको थियो। त्यही भएर मैले हतार एक-एकवटा ब्रेड्सहरू चाहिँ निकालेर बनाएँ। अनि मसँग लाबर पनि सानो खालके थिएन, त्यही भएर त्यसलाई चाहिँ मैले जुगाड गरेर पाइप क्लिनरले चाहिँ मैले बाँध्दैछु। तपाईँहरूले देख्नु नै हाल्नुभयो होला। त्यो चाहिँ मसँग अस्ति नै नानीले दिएर चाहिँ थियो अनि त्यसलाई नै युज गरेको छु। अनि तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मैले तपाईँहरूलाई सिकाएको तरिका कस्तो लाग्यो प्लिज भनिदिनु होला कमेन्टमा आएर। अनि थ्याङ्क यू सो मच फर वाचिङ। सबै भिडियोहरू हेरिदिनु भएकोमा धेरै धन्यवाद। यस्तै भिडियोहरूको लागि चाहिँ फलो गर्नु नबिर्सनु होला भन्दै बाई बाई, आइल बी ब्याक विथ अनदर भ्लग।